हेलो गाइस, तपाईहरु सबैजनालाई स्वागत छ मेरो भ्लगमा। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। अनि मैले तपाईहरुलाई अगाडिको भिडियोमा पनि मैले पार्ट 1 भिडियोमा पनि तपाईहरुले भनिसकेको छु हाम्रो जर्नी कस्तो रहिरहेको छ नेपाल टु युके को जर्नी भनेर। सो अनि हामी फाइनली चाहिँ हामी कतार एयरपोर्टमा चाहिँ हामी रिच भइसकेको छौं, म र मेरो साथी। अनि तपाईहरुले देख्न सक्नुहुन्छ। अनि यो रहेको छ हाम्रो कतार एयरपोर्ट। मैले मजाले भिडियोहरु फुल्ली भिडियो बनाउन पाएन, त्यसको लागि सरी। अनि तपाईले देख्न सक्नुहुन्छ मैले अलिअलि भिडियोहरु क्याप्चर गरेको छु, अलिकति लाज पनि लाग्दो रहेछ के, सो त्यही भएर। अनि तपाईले देख्न सक्नुहुन्छ मैले नेपालको झण्डा क्यारी गरिरहेको छु। अनि हामीलाई चाहिँ गाइड गर्नको लागि चाहिँ कतरी एयर थ्रुबाट नै हामीलाई गाइड गर्नको लागि आउनु भएको थियो। स्पेशली लन्डनको लागि चाहिँ उहाँले चाहिँ हामीलाई क्यारी गरेर हामीले लिएर जानुभयो होटलतर्फ। किन हामीलाई कतारको होटलमा लगेको भन्दाखेरि चाहिँ म तपाईहरुलाई अगाडि नै भनिसकेको थिएँ, हाम्रो प्लेन चाहिँ क्यान्सल भएर सम वेदरको कारणले गर्दाखेरि चाहिँ क्यान्सल भएर एक दिन डिले भएको थियो प्लेन भनेर भनेको थिएँ। खास गरी हाम्रो ट्रान्जिटको 4 घण्टाको ट्रान्जिट थियो, तर कारणवश हैन चाहिँ हाम्रो 9 घण्टाको ट्रान्जिट भएको कारणले गर्दाखेरि चाहिँ कतै एयरवेजको थ्रुबाट चाहिँ हामीले गाह्रो नहोस्, केही फरक नपरोस् भनेर चाहिँ उहाँहरूले चाहिँ हामीलाई कतारको होटल सेन्चुरी होटलमा लिएर जानु भएको थियो। अनि एकदमै राम्रो सुविधा व्यवस्था रहेको रहेछ, एकदमै खुसी लाग्यो। अनि यो खुसी हुने लगतैमा हामीले चाहिँ मजाले कतार यसो घुमघाम पनि गर्न पायौं हैन। अनि युके आको कतार पनि घुमेर जाऊँ भन्ने हिसाबले चाहिँ हामी मजाले फ्रेश भए हैन, घुम्यौं, रमाइलो गर्यौं, डुल्यौं। अनि हामी चाहिँ सेन्चुरी होटलमा चाहिँ हामी स्टे गरेको थियौं 3-4 घण्टाको लागि भए पनि। अनि त्यहाँनेर चाहिँ हामीले मैले यसो छोटो छोटो तपाईहरुलाई मैले क्लिपहरु हाल्दिरहेको छु होटलको। एकदम भोको लागिरहेको कारणले गर्दाखेरि चाहिँ हामी सिधै कहीँ नभने फ्रेस नभइकन हामी खानातर्फ लाग्यौं। तर अनेस्ट भन्नु पर्दाखेरि मलाई खाना मन परेन। मैले जति छ एक अलिकति खाए, मलाई टेस्टै मन परेन के त्यहाँनेरको, सो त्यही भएर हुन सक्छ। सो त्यही भएर मैले खाना खाइन। नेपालको जस्तो खाना त कहीँ मिठो नपाइने रहेछ। अनि हामी फेरि पनि फ्रेस भएर 4 घण्टा त्यहाँनेर होटलमा स्टे गरेर हामी फेरि आफ्नै गन्तव्य स्थलतिर लाग्यौं। किनभने हामी हाम्रो चाहिँ प्लेनको टाइम भइसकेको थियो, सो त्यही भएर हामी फर्किन पर्यो। अनि यो तपाईले देख्न सक्नुहुन्छ हाम्रो वर्ल्ड कप कतारमा भएको थियो पछिल्लो साल होला सायद। अनि त्यसको पनि हामीले त्यहाँको भ्यूहरु पनि मजाले हेर्यौं, कतार मजाले राम्रोसँग डुल्यौं गर्यौं। अनि मेरो अलरेडी फोन चार्ज ब्याट्री डाउन भइसकेको छु, त्यो भएर चाहिँ मैले भिडियोहरु बनाउन पाइन त्यसपछि। त्यसको लागि सरी। तपाईले के बुझ्न चाहनुहुन्छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ, म भन्नेछु। हामी थकितको स्थलमा हामी खाना खाएर हामी बस्ने रुमको छेउमै हामी चाहिँ पार्कमा आएर चाहिँ हामी रमाइलो गर्यौं, म र मेरो साथी इन्जोय गर्दैछु लन्डन भ्यूहरु। र आजको लागि चाहिँ यति नै भन्दै अहिलेको लागि चाहिँ बाइ बाइ, फेरि नेक्स्ट भ्लगमा। थ्यांक यू।